सो हे गाइज वेलकम ब्याक टु युट्युब च्यानल। आइसजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। र उताको बाटो नभएर हामी चाहिँ टक्क रोहन भाइ र म चाहिँ कहाँ रे बेनी जाँदैछौँ चिकन खाँदै। टक्क म चाहिँ बेनी यो बाइकको यो टाउको फेर्न जान लाग्यो। टाउको हाल्नु पर्यो, अब धेरै ट्राफिकको टार्गेट परियो, त्यही भएर अब टक्क फेर्न जान लाग्यो। उता बाटो नभएर दुईजना यसोबाट होइन यहाँ के हाल्न लाग्यो अरे तेल हालेर अब जाँदैछौँ हामी। देउरे भाइले चाहिँ यसो बाटोमा कस्तो क्यामेराम्यान गर्दै अब हेरौँ होइन कस्तो जानिन्छस् नि ल। गाइस बाटो चाहिँ यस्तो हच्चिपेटीको यस्तो हामी चाहिँ बाटामा त्यहाँ टक्क यहाँ भेडा रहेछ। भेडा यति धेरै छ भेडा, आमा कसैलाई चाहियो भन्नु होइन यस्तो खालि। हामी चाहिँ धन्न लड्दैन त्यहाँ यस्तो खालि ल। बाटो आएको गाई 14 फुटदेखि बाटो छौँ। अनि गाई बाटो चाहिँ यहाँ चिज गइसक्यो गाई। भ्यू हेर्न सक्नुहुन्छ गाई। बाटो हाम्रो बेस्ट टाइर राइडरले सक्नु भएको छ गाइस। हामी चाहिँ अर्जुनको जङ्गलमा गाइस भाइ हिमाल बवाल। सो गाइस हामी चाहिँ बेनी पुग्दा लान्छ गाइस। सो गाइस हामी चाहिँ बेनी आइपुग्यौँ गाइस। अब यसो यहाँ चेकिङ छ कि छैन हेर्नु पर्यो गाइस। हामी चाहिँ जाने पहिला ऊ त्यहाँ है गाइस। हामी चाहिँ बेनी बजारमा अब वाइफाईको पैसा तिर्ने अनि रोहन भाइको टक्क जुत्ता किन्ने भनेर यस्तो टक्क घुम्दैछौँ यो प्रकाश मावि स्कुलको गल्लीतिर होइन। सो गाइस चल्छ हामी बेनी चाहिँ आएर टक्क यो पुलमा आएर चाहिँ मङ्गला घाटको पुलतिर आएर टक्क बजार उता छ। हामी चाहिँ यता फोटोसोटो खिचेर रोहन भाइ र म टक्क बसिसक्यौँ। टक्क मैले त यहाँ गोब्रोको पनि यो गोब्रो भन्दा नि यो के अरे यो हेलमेटको टक्क यो चाहिँ मैले ल्याइसकेको छु। अब अहिले यो भिडियो यो बाटो आउँछ पेट्रोल यहाँ ल गाइस। हामी चाहिँ अब बेनीबाट टक्क घर जाँदैछौँ बाइकमा। हेरौँ अब चपक्कै खबर।